सरको शुभ नाम? म कालु सिंह राणा पहेली र आज हामी आकाशवाणी खरसाङमा एउटा रेकर्डिङको निम्ति आएका छौँ र यहाँ मसित नेपाली साहित्यका वरिष्ठ हस्तीहरू हुनुहुन्छ। नेपाली साहित्यको विभूति नरबहादुर दाहाल सर हुनुहुन्छ। उहाँ भर्खरै नेपालबाट भानु प्रज्ञा अन्तर्देशीय पुरस्कारले विभूषित भएर फर्किनु भएको र उहाँको छत्रछायामा हामी बसेर कामहरू गर्छौँ। उसमा के अरे सिलगढीमा शब्द समयको हाम्रो प्रथम नागरिक र आज हामी यहाँनिर एउटा रेकर्डिङको निम्ति आएका छौँ र यहाँ हुनुहुन्छ आदरणीय भविलाल लामिछाने सर, आसामबाट हरिभक्त कटुवालसित अत्यन्त घनिष्ठ, हरिभक्त कटुवालकै विद्यार्थीको रूपमा र त्यति होइन एक असल कवि, सबैले चिनेका कवि र एक अब कथाकारको रूपमा पनि माथि टुप्पोमा पुग्ने एक कथाकार हुनुहुन्छ र उहाँ भविलाल लामिछानेज्यू र यहाँ सिलगढीको पर्याय एक व्यक्तित्व हुनुहुन्छ र उहाँ ज्ञानेन्द्र कतिवटा नेपाली साहित्यमा उहाँको अध्येता, उहाँको पठन, उहाँको लेखनको निम्ति उहाँलाई हामी एकदम नमन गर्छौँ र उहाँ भाषा सङ्ग्रामी पनि हुनुहुन्छ र आज हामी चारजना चाहिँ मिलेर यहाँ पारस छौँ र एउटा रेकर्डिङ गरेर हामी फर्कनेछौँ यो अवसरमा। र आज यहाँ गान्धी स्मारक प्राथमिक पाठशालाका अरविन्द मोहन राईज्यू, त्यहाँका इन्चार्ज, त्यहाँका शिक्षक प्रभारी हुनुहुन्छ र उहाँले नानीहरू पनि लिएर आउनुभएको हाम्रो पनि एउटा ठुलो सौभाग्य। ती नानीहरूसित पनि हामीले भेटघाट गर्न मौका पायौँ, फोटो खिच्ने मौका पायौँ र अरविन्द सरसँग पनि हामी यहाँ भेट गर्ने मौका पायौँ र हामी बडा खुसी छौँ। मलाई चाहिँ एउटा खुसी चाहिँ अझै किन लाग्यो भने म पनि कुलेनबारीमै जन्मेको, कुलेनबारीमै हुर्के, बढी कुलेनबारीकै स्कुलहरू पढेर आएको र आज कुलेनबारीका नानीहरूलाई शिक्षक महोदय अनि अभिभावकहरूलाई भेट्न पाउँदाखेरि मलाई अति आनन्द लागेको छ र हाम्रा गुरुहरूसित पनि भेट गर्नु पाउँदाखेरि एउटा सुयोग, नानीहरूको पनि सुयोग, हाम्रो पनि सुयोग र हाम्रो अरविन्दज्यूले जुन चाहिँ एउटा यो चाँजो मिलाइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। अनि नानीहरूको निम्ति हामी शुभेच्छा, शुभकामना र उनीहरूको उज्जवल भविष्यको निम्ति कामना गर्छौँ, प्रार्थना गर्छौँ। धन्यवाद।